कहाँ हो के वेलकम ब्याक माई युट्युब च्यानल। सबैलाई नमस्कार, शुभ बिहानी। म चाहिँ फेरि पनि अब 2.5 लिटर पेट्रोल हालेर जुफाल पठाउमा जान लागेको। जुफाल के बनाएर अब मजा म जुफाल भिडियो बनाएर मजा लाग्यो। के छ सर, हजुर आराम हुनुहुन्छ? के साह्रो छ? ठिकै छ। जुफाल सिलीगाडै अब खोज्नु जाने बाइकहरू सबै यहीँ राख्छन्। यहाँ राखेर यो पुलदेखि उता चाहिँ अब यहाँबाट हिँडेर जान्छन्। त्यही हो, अब भर्खर यहाँनिर चाहिँ अब भिडियो बनाउन मिल्दैन भनेर चाहिँ मलाई यहाँको क्लिप काट्न लाउनु भयो। यो तलको चाहिँ त्रिपुरा सुन्दरी जाने बाटो हो, यो माथिको चाहिँ जुफाल जाने बाटो हो। छिटो स्पिड काट्दै सरकार त नै डोल्पामा हामीले देख्न पाउने कालोपत्रे भनेको यति हो है। डोल्पामा हामीले कालोपत्रे दुई ठाउँ मात्रै देख्न पाउँछौँ। एउटा चाहिँ त्रिपुरा सुन्दरी नगरपालिकामा, एउटा चाहिँ पुलिबेरी नगरपालिकामा। पुलिबेरी नगरपालिकाको चाहिँ यो जुफाल आउने एरियामा यति मात्रै हो है, यति मात्रै हो प्लिज कालोपत्रे। अनि त्रिपुरा सुन्दरी नगरपालिकाको पनि अलिकति छ कालोपत्रे। त्यति हो डोल्पामा देख्न पाउने, दर्शन गर्न पाउने भनेको कालो। यही सक्यो, अब पिच रोड सक्यो। फेरि अब यहाँबाट अफ रोडिङ सुरु भइहाल्यो। अब यति हो क्या। कहाँ हो के यसले चाहिँ अब भ्लग बनाउन नमिल्ने रे भनिरहेको छ है गाइस। मेकअप गरेर राम्रै देखिएको छ क्या। खासै राम्रो त होइन है यो। चाउरी छ, खासै मेकअप के राम्री त होइन। मेकअप गरेर राम्री भयो। हो देखिरहेको छु त्यो टल्केको पाउडर। त्यो डिस्टेन्स अनुसार हुन्छ नि। त्यहाँ त मैले 4 मिनटको 500 भाडा भन्थेँ, यहाँ त 12 किलोमिटर हो त। 12 किलोमिटर 24 किलोमिटर हो बाबु। 12 किलोमिटरमा आइरहेको छु उताबाट। अझ 500 रुपियाँको तेल भनेपछि नि 450 मैले 500 रुपियाँ दिएको देखिन। 500 हो कहाँ त्यही ठाउँ मैले हालेको ठाउँमा 450 सम्झिने हो बाबु। बिलिफ लाग्दैन। होइन जाँदाखेरि सोधेको हिँडेको त मैले भर्खर पनि 2.5 लिटर तेल हालेर आएको, 500 रुपियाँ तिरेर आएको। म झुट किन बोलाउँछु? 450 रुपियाँ छ तल पेट्रोल पम्पमा हो कि तल त्यो क्रान्तिकारी पेट्रोल पम्प छ नि, त्यहाँनिरको चाहिँ 450 रुपियाँ हो। अनि मार 50 रुपियाँ दिदी के त्यो दिदीकोमा चाहिँ 500 रुपियाँ नै छ। फेरि यस्तो गर्छन् के उनीहरूको के छ भने चाहिँ पेट्रोल घटे पनि बढे पनि 500 रुपियाँ भन्दा घटाउँदैन बढाउँदैन। अरू ठाउँमा चाहिँ 550 रुपियाँ हुँदाखेरि पनि उनीहरूले 500 मा दिइरहेको हुन्छन् कि। फेरि तलै नदेखाएर भ्लग कसको बनाउने त अनि? तलै नदेखाएर कसको भ्लग बनाउनु त अनि? हुँदैन त्यस्तो। दुनेदेखि जुफाल 4000 रुपियाँ अरू त यसले दिने गाइस। यसले मलाई दुनेदेखि जुफालसम्मको 4000 रुपियाँ दियो भने यसले 7 दिनसम्म खाना खान्न है गाइस। त्यो हो फेरि यस्तो हो क्या। अहिले पनि खासमा दुनेदेखि जुफाल यसलाई लग्न आएको भाडा चाहिँ खास 1500 रुपियाँ हो। यो लोमिनीसँग चाहिँ पैसा नभएर 1000 रुपियाँ मात्रै छ। 1000 रुपियाँ दिन्छ आइज भनेर मात्रै हल्दामा आयो। विशेष लाग्दैन। यस्तो पिच रोड भइदिएको भए त दुनेदेखि जुफालसम्म म 500 रुपियाँमा ल्याइदिन्थेँ। 12 किलोमिटर हो, अफ रोड छ, पेट्रोल खाइहाल्छ क्या टन्नै। म अहिले पनि न्युट्रलमै हिँडिरहेको छु। पेट्रोल बचाउ अभियान गरिरहेको छु मैले अहिले पनि। ट्याङ्की फुल गरिदिनुसम्म हाल्यो अरे हालिदियो नि त अनि। यो गाउँ चाहिँ डाँगीबाडा हो है। यो गाउँ चाहिँ डाँगीबाडा हो। यहाँ डाँगीबाडा गाउँ रहनु, त्यो डाँगीबाडा गाउँ हुनुको रिजन चाहिँ के हो भने चाहिँ यहाँ म्याक्सिमम् डाँगी मात्रै बस्छन् कि। हाम्रो विमल डाँगी सर तपाईँहरूले चिन्नुहुन्छ होला, उहाँको गानाहरू छ। विमल डाँगी सरको गाउँ चाहिँ यही हो है। त्यसो भइहाल्छ। मोबाइल खस्यो? खस्नु चाहिँ खस्यो है जिरो। मेरो खुट्टा पनि लागेको
खै झर त म बाइक घुमाउँछु हेलो के हो स्याउ अब के खस्यो त्यही छ बोतल पनि त त्यही छ त नि ढुङ्गा उफ्रिएर लाग्यो होला के ढुङ्गा उफ्रिएर लाग्यो होला उता पेन मेरो बाइकले उखारेको होइन नि रोडले उखारेको रोडै यस्तै छ त नि उफ्रिँदैन विकासको गतिमा पनि एकदम पिछडिएको ठाउँ चाहिँ डोल्पा हो होइन के चेन्ज भएको छ एउटा सानो निधार काट्यो मान्छेको निधार काट्यो भने चाहिँ डक्टरले काठमाडौँ रिफर गरिदिन्छ नेपालगञ्ज रिफर गरिदिन्छ डोल्पामा एउटा नर्मली उपचार हुन सक्दैन भने के चेन्ज भएको छ अरू यो भन्दा के चेन्ज भएको छ के उपचार भयो एउटा निधारमा अलिकति टाउको काट्नुपर्छ त्यो मान्छेले ए सर म त टाउको फुट्न लागिसक्यो म त गर्न लागिसक्यो भन्यो भने 2 मिनट पनि लाउँदैनन् रिफर गर्नलाई त्यो डक्टरको कमजोरी होइन फेरि डक्टरको कमजोरी होइन डोल्पाको खाते नेताहरूको कमजोरी हो त्यो चाहिँ डक्टरको कमजोरी होइन किन थाहा छ किन भनेर सोध्न डक्टर भनेको सबै यहाँ एकदम दिग्गी हुनुहुन्छ तर उहाँले काम गर्नलाई उहाँहरूसँग पर्याप्त मेसिनहरू पर्याप्त औजारहरू उहाँहरूले चाहिने सामग्रीहरू मेडिसिनहरू छैन मेडिसिन त कस्तो छ मैले म्याक्सिमम मान्छेको मुखबाट सुनेको कम्प्लेन हस्पिटलबाट दिएको औषधिले काम गर्दैन अनि त्यस पछाडि मेडिकलको औषधिले काम गर्छ भन्दा हस्पिटलको औषधि नकिनेर मान्छे मेडिकलमा आएर औषधि किनेर खान्छ वाइ यो सबै के त अनि हस्पिटलको त्यो उयोहरूको व्यवस्थापन समितिहरूको कमजोरी त्यही त होला नि औषधिहरू खरिदकोलाई हुन्छ त्यो व्यवस्थापन समिति यताउता तिनीहरूले त गर्ने पनि हेर्दै जान भोलि तिमीहरूको घरमा पनि मेरो ब्रान्डको धुप जल्छ कि डम्पिङ साइटको हालत पारि डम्पिङ साइटको हालत हेर्न यो त ठुलबेड नगरपालिकाको वार्ड नम्बर 3 है ठुलबेड नगरपालिका बजार एरियाको डम्पिङ साइट फोहोर चाहिँ भित्र कम बाहिर धेरै है सिसाको बोतलहरू सबै फुटेछ विकासको हालत यस्तो छ है डोल्पामा सदरमुकाम नजिकै सदरमुकाम एरियाको रोडको हालत हेर्नु नि 15 वर्षसम्म मन्त्री पद डोल्पाबाट मन्त्री पद झिकेर पनि विकास गऱ्यौँ त ए भ्यू हेरेर चित्त बुझाउने त हो नि डोल्पाली जनताले विकास हेरेर चित्त बुझाउने भनेको त सम्झिने हो जुम्ला हेरेर डोल्पा त केही पनि भएको छैन यार जुम्लामा पिच रोड जुम्लै पुगिसक्यो कुना कुनामा रोड गइसक्यो बजेट होइन के बजेट धेरैसँग मतलबै छैन नि थोरै बजेट गयो पनि त्यो बजेटलाई सही रूपमा युटिलाइज हुन्छ क्या जुम्लामा चाहिँ डोल्पामा बजेट जान्छ मात्रै आउँछ मात्रै तर त्यो बजेट युटिलाइज चाहिँ हुँदैन अनि त्यो सबै वेस्ट अफ अनि मतलब मान्छेको पेटमा जान्छ क्या त्यही त हो बस पार्क यही हो बस पार्कको हालत जुनैको बस पार्कै हो अब नयाँ बस पार्क चाहिँ बन्नु छ अनि चिन्दैनन् मान्छेले आरसिसीको माथि माटो हालेको हो कि माटोको माथि आरसिसी हालेको केही पनि थाहा छैन है अत्तो पत्तो छैन बेपत्ता छ ल पानीको हालत यस्तो छ यो आरसिसीको माथि कालो पत्रै गरेको होला है यो चाहिँ यो आरसिसीको माथि कालो पत्रै गरेछ नै डोल्पाको किन लाग्यो त अल्छी भित्रै हाल्ने हो यत्तिकै कसले ल्याउँछ पठाऊ भने ल टाटा बाई बाई